पानी यस्तो लगातार परेको है, लगातार पानी पऱ्यो। अनि यतातिर मकैमा चाहिँ के थियो भने मकै बाक्लो बाक्लो थियो क्या, उतातिर बाक्लो बाक्लो थियो। अनि यहाँ हेर्नु मकै ट्र्याक्टर लगाएर मकै क्या कोही अनि मैले के गरेँ भने चाहिँ सारिदिएको कि यस्तै सारेको हेर्नु यस्तै मरेको छ कि हाल्नु फेरि पानी परै छ फेरि, त्यही पनि हेर्नु यस्तै मरिरहेको छ कि मरिरहेको छ। के गर्नु होइन, जागेन भने त गाह्रो भइगयो त। फेरि पानी परिरहेको छ फेरि, अनि भर्खर पनि पानी पऱ्यो फेरि, पानी नपरे पनि होइन पानी पनि परिरहेको छ कि, तर मरिरहेको छ कि। 1-2 दिन लाग्छ कि जाग्नलाई, यस्तो हिलो छ यस्तो हिलो छ होइन, तर मरिरहेको छ के गर्नु यार। बाक्लो भएको ठाउँमा त्यो फाल्नुभन्दा सार्दिउँ भनेर सारिदिएको, मरिरहेको छ क्या। यस्तो हेर्नु न ढलिरहेको छ, यस्तो त्यस्तो भएर ढल्यो। के गर्नु हो, के गर्नु, यस्तै छ। पानी चाहिँ लगातार पर्यो, गजब तरिकाले मौसम सफा भइरहेछ। के गर्नु, यस्तै छ हजुर। मकै मरेर खतम भयो, खतम भन्दा पनि खतमै भयो नि। यो सारे मकै मऱ्यो भने त मैले धेरै मकै सारेको छु कि। हिजो पानी परिरहेको थियो, त्यो पानी पऱ्यो धेरै मकै सारेको। यता यो भागमा यो खाली ठाउँ छ नि, यो जो देखिरहेको छ त्यो सारेको मकै मर्ला जस्तो भइसक्यो। पानी परेर धानको लागि चाहिँ राम्रै हो होइन, धान लगाउने मान्छेले चाहिँ राम्रै हो, तर हामीलाई चाहिँ अलि हाम्रो धान लाउने नि केही लाउने हामीलाई के पऱ्यो नि। छिमेकीको बारी हो, घरमा बस्नु पनि कोही छैन। यस्तै छ। मकै पनि खनेको छ, सबले खनि पनि सकेर मेरो त छोडिदिने कति चाहिँ हुन्छ होला नगर्ने भनेर। त्यसपछि भर्खर पानी बिदा भएको, म त्यही भएर चाहिँ म भर्खर निस्किरहेको क्या, पानी बिदा भएर भर्खर निस्किरहेको म चाहिँ। पुरानो घर यहीमा हो नि त, मैले पहिल्यैदेखि भिडियो बनाउँदै भन्दै आइरहेको घर यही हो। पुरानो घर चाहिँ यहीमै हो ट्याक्कै है। अहिले सबै माथि सबैले यो लाइन यस्तै लाइनमा थियो कि घर, अहिले सब माथितिर सरिसक्यो। त्यही भएर हामी पनि सर्नै पऱ्यो। हामी त भर्खरै भयो सरेको, 1-2 वर्ष भयो होला। अरू पहिल्यै हो सरेको, हामी चाहिँ 1-2 वर्ष भयो होला। बजेट हुन्छ नि त, ठ्याक्कै भने टाइममा घर बनाउनु भ्याइँदैन, पैसा हुँदैन होइन। त्यस्तो पुग्ने मान्छे पनि होइन नि त हामी, त्यस्तो पुग्ने मान्छे भएको होइन, झ्यापझुप गरौँ भन्ने हो। त्यो कमाउने खाने मान्छे हो नि त। त्यही भएर यहाँ चाहिँ मकै सारिरहेको थिएँ मैले, सुकिरहेको छ, गाह्रो छ। सो म चाहिँ बाहिर निस्किरहेको, अहिले चाहिँ साँझ भएको चाहिँ यस्तै छ है। ओके गाइज, बाई गाइज। आजको छोटो मिठो भिडियो चाहिँ यति नै है।